के तपाईको भोलि साँच्चीकै भोलि आउँछ त? कहिलेकाहीँ जीवन रोकियो जस्तो लाग्छ। बाहिर सबै कुरा चलिरहेको हुन्छ, हामी दौडिरहेका हुन्छौँ, समय अघि बढिरहेको हुन्छ, तर भित्र कतै हामी हराइसकेका हुन्छौँ। दिनहरू बितिरहेका हुन्छन्, हप्ताहरू सकिन्छन्, महिना फेरिन्छन्, तर प्रगति भने शून्य जस्तै लाग्छ। हामीसँग सपना हुन्छ, ठुला सपना, आफूले सोच्दा पनि उत्साहित हुने सपना, तर त्यो सपनालाई पछ्याउने आँट बिस्तारै हराउँदै जान्छ। हामी आफैलाई सम्झाउँछौँ, अझै समय छ त यार, भोलि गरौँला। तर सत्य के हो भने त्यो भोलि कहिल्यै आउँदैन। त्यो केवल एउटा बहाना हुन्छ जसले हामीलाई आराममा बाँधेर राख्छ। बिस्तारै अल्छीपन बानी बन्छ, आराम लत बन्छ र हामी आफैसँग टाढिँदै जान्छौँ। शरीर कमजोर हुन्छ, मन खाली हुँदै जान्छ, ऊर्जा हराउँदै जान्छ, अनि एक दिन तपाईँ ऐनाको अगाडि उभिनुहुन्छ। अनुहार चिनिन्छ, तर त्यो मान्छे आफू जस्तो लाग्दैन। आँखा त्यही हुन्छन्, तर सपना हुँदैन। शरीर त्यही हुन्छ, तर शक्ति हुँदैन। र त्यही बेला मनभित्र एउटा प्रश्न गुन्जिन्छ, के म यति नै हुँ त? त्यो प्रश्न डरलाग्दो हुन्छ, तर त्यही प्रश्नले जीवन बदल्ने शक्ति पनि बोकेको हुन्छ। किनकि त्यही क्षण हो जहाँ निर्णय लिइन्छ, अब बस्दिनँ, अब पर्खिन्न, अब म सुरु गर्छु। आज पनि हामीले रेस्ट लिन सक्थ्यौँ। हामीसँग बहाना थियो, थकान थियो, आराम खोज्ने सयौँ कारण थिए, तर हामी उठ्यौँ, हामी गयौँ, किनकि हामीलाई थाहा छ सफलता आराममा पाइँदैन। त्यो वर्कआउट केवल पसिना थिएन, त्यो आफ्नो पुरानो भर्जनसँगको लडाइँ थियो। हरेक र्याप, हरेक सास, हरेक पसिना, त्यो सबै आफ्नो भविष्यतर्फको सानो तर शक्तिशाली कदम थियो। सत्य सरल छ, तपाईँको भविष्य आज तपाईँले के गर्नुभयो त्यसले निर्धारण गर्छ, न कि तपाईँले के गर्ने सोच्नुभयो भनेर। कुनै ठुलो परिवर्तन एकै दिनमा हुँदैन, तर सानो सानो निर्णयले, सानो सानो डिसिप्लिनले, सानो सानो प्रयासले जीवन नै बदलिन्छ। हरेक दिन सानो प्रयास, सानो प्रगति, सानो जित, तर लगातार, बिना रुकावट। अनि समय बित्छ, तपाईँले थाहै नपाई महिना र वर्षहरू पार हुन्छन्, अनि एक दिन फेरि तपाईँ ऐनामा हेर्नुहुन्छ। तर यसपटक त्यो तपाईँ उही व्यक्ति हुँदैन, त्यो व्यक्ति कमजोर हुँदैन, त्यो व्यक्ति थाकेको हुँदैन, त्यो व्यक्ति बहानामा बाँच्ने हुँदैन। त्यो व्यक्ति फुल अफ एनर्जी हुन्छ, फुल अफ फोकस हुन्छ, फुल अफ लाइफ हुन्छ, र सबैभन्दा ठुलो कुरा त्यो व्यक्ति आफ्नो वचन निभाउने मान्छे हुन्छ। त्यो व्यक्ति तपाईँ हुन्छ। त्यसैले याद राख्नुहोस्, तपाईँको जीवन कसैले आएर बदल्दैन, तपाईँको भविष्य कसैले बनाएर दिँदैन। तपाईँले उठ्नुपर्छ, तपाईँले सुरु गर्नुपर्छ, तपाईँले आफैसँग लड्नुपर्छ। किनभने समय कसैको लागि रोकिँदैन, जीवन कसैलाई पर्खिँदैन, र अन्त्यमा एउटै प्रश्न रहन्छ, तपाईँ अघि बढ्दै हुनुहुन्छ कि अझै पनि भोलिको प्रतीक्षामा हुनुहुन्छ?